तुरन्त म अब आफ्नै कारणले गर्दा अलिक ढिलो भने र सबै यहाँहरूको प्रस्तुतिकरण यहाँले गर्नुभएको क्रियाकलापको डिटेलमा सुन्न पाइनँ र पनि यहाँहरूले मलाई दिनुहुन्छ म हेर्छु भन्ने कुरा राख्दै र सुन्न नपाएमा क्षमा प्रार्थी पनि छु। यो भन्दै आजको यस कार्यक्रममा उपस्थित भएका हाम्रा जनप्रतिनिधिज्यू, त्यसै गरी लर्टनका कार्यकर्ताज्यू नारायण सर, त्यसै गरी लर्टनका सिङ्गो टिम जापानिज नारायण पनि भनिन्छ है, त्यसै गरी हाम्रो धेरैवटा वडाका वडाका सचिवहरू र किसान दाजु अनि बहिनीहरू लगायत सम्पूर्ण यहाँ कर्मचारी वर्गहरू सम्पूर्ण व्यक्तित्वहरूमा मेरो व्यक्तिगत तर्फबाट र पाँचखाल नगरपालिकाकै तर्फबाट एक धन्यवाद अभिवादन गर्न चाहन्छु। आज एकदमै हामी महत्त्वपूर्ण छलफलका चरणमा छौँ। हामी पाँचखाल नगर कृषि सहर भन्ने हाम्रो मुख्य नारा छ, तर यो नारालाई हामीले प्राप्त गर्नको लागि नगरपालिकाले कति चाहिँ योगदान गर्यो अथवा कसरी अगाडि बढ्यो, के रणनीति ल्यायो भन्ने कुरा पनि महत्त्वपूर्ण कुरा छ होइन। अनि अब हामी निर्वाचित भएको अहिलेको टिम निर्वाचित भएको हामी 3 वर्ष पुरा भयो, आधीभन्दा बढी समय सिकिसक्यो र पनि हामीले यो नारालाई फुलफिल गर्नको लागि हामीले उचित तरिकाले भनौँ पर्याप्त यथोचित तरिकाले यथोचित बजेट विनियोजन गरेर हामी अगाडि बढ्न नसकेको कुरालाई हामीले स्वीकार्नुपर्छ र यो कुराहरूलाई स्वीकार गर्दै हामी अब ठ्याक्कै अहिले बजेटको चरणमा छौँ। यो चरणमा हुँदाखेरि चाहिँ हामीले अब आगामी दिनमा चाहिँ अब 2 वर्षको समयलाई पनि कसरी अगाडि बढाउन सकिन्छ, 2 वर्ष पनि छोटो समय होइन, यसलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरालाई हामी मध्यनजर गर्नुपर्छ। यहाँ धेरै कार्यपालिका सदस्यज्यूहरू हुनुहुन्छ, प्रमुख सचिव अधिकृतज्यू, योजना शाखाका शाखा प्रमुख, यता कृषि शाखा प्रमुख, पशु शाखा प्रमुख हुनुहुन्छ होइन। पाँचखाललाई चाहिँ कृषि र पाँचखालको मुख्य आधार आम्दानीको स्रोत भनेको नै कृषि र पशु हो र यी कृषि र पशुलाई नै हामीले चाहिँ यथोचित बजेट विनियोजन गरेर आवश्यक अनुसारको यो पोलिसीहरू नीति निर्माण गरेर हामीले अगाडि बढ्यौँ भने पक्कै पनि पाँचखाललाई समृद्ध पाँचखाल बनाउनलाई महत्त्वपूर्ण भूमिका चाहिँ खेल्न सकिन्छ र पाँचखालवासीहरूको चाहिँ आर्थिक स्तर अझै हामीले बढाउन सक्छौँ भन्ने कुरामा हामी ढुक्क छौँ। यही अनुसार हामी अगाडि बढ्नुपर्छ होला। जुन अहिले अब यो लकडाउन नेपालले जुन संसारमा बोलिराख्नु यहाँले गरेको धेरै गतिविधिहरू एकदमै सकारात्मक छन्। एकदमै मलाई लाग्छ म स्कुल पढ्दादेखि नै म 5-6 कक्षा पढ्दादेखि मलाई लकडाउन भन्ने मलाई थाहा छ क्या। त्यो बेलादेखिको लकडाउनले पाँचखालमा गरेको अभियान जुन कृषिमा यो फलफुल खेतीमा पशु प्रबन्धनमा रोड सुधारका कुराहरूदेखि लिएर आइपिएम पद्धतिबाट खेती गर्ने प्रविधिलाई लिएर धेरै काम गर्नुभएको छ। यहाँको योगदानलाई हामी लकडाउन नेपाल र लकडाउन जापान हामी कहिले पनि भुल्न सक्दैनौँ। तर लकडाउनले मात्रै गरेर हाम्रो समृद्ध पाँचखाल बन्छ त कृषिमा चाहिँ एकदमै यो ताजा तरकारीहरू चाहिँ आइपिएम पद्धतिबाट उत्पादन लकडाउनले मात्रै गर्दा सम्भव छ त यो पक्कै पनि छैन। यसमा हाम्रो स्थानीय सरकारको पनि दायित्व उत्तिकै छ र अझै पनि म शाखाका सरहरूलाई के अनुरोध गर्न चाहन्छु भने अहिले प्लानिङको बेला छ। हामीले लकडाउनले कसरी आइपिएमको ट्रेनिङहरू ठाउँमा समूह बनाएर दिइरहनु भएको छ अनि त्यसपछि त्यो ग्रुपले कसरी काम गरिरहेको छ। हुन त हामीसँग लक्ष्य जनशक्तिको अभाव पनि छ। अब ओएनएम हुँदैछ, ओएनएम पश्चात केही न केही परिवर्तन त आउला भन्ने हामी आशा राखौँ। तर पनि अब लकडाउनले गरेको ठाउँमा पनि हाम्रो पनि अनुगमन पनि हुनु पऱ्यो। लकडाउनले आइपिएम तालिम गरेर छोडेको ठाउँ किसानहरूले चाहिँ त्यही पद्धति अनुसार गर्नु भएको छ कि छैन। आइपिएम भनेको पूर्ण विषादी रहित भन्दा पनि आवश्यकता अनुसारको विषादी प्रयोग गरेर पनि वेटिङ पिरियडलाई चाहिँ ख्याल गरेको छ कि छैन, त्यो खालको चेतना चाहिँ त्यो हाम्रो किसानहरूमा छ कि छैन भन्ने कुराहरूलाई चाहिँ हामीले पनि क्रस चेक चाहिँ गर्नुपर्छ, अनुगमन गर्नुपर्छ होला भन्ने लाग्छ। र यो प्लानिङको बेला भएको हुनाले हामीले पनि हाम्रै नगरपालिकाको आफ्नै के भन्छ लकडाउनसँग साझेदारी मात्रै छँदैछ। हामी आफैले पनि यस्तो खालका क्लासहरू दिएर त्यो खालको समूहहरूलाई चाहिँ परिचालन गर्नुपर्छ होला। त्यतातिर पनि बजेटको यहाँले चाहिँ कार्यक्रम बनाउनु होला भन्ने पनि अनुरोध गर्न चाहन्छु। अर्को कुरा भनेको चाहिँ आइपिएम पद्धतिबाट उत्पादन गरेको तरकारीहरूको बजार व्यवस्थापन कसरी गर्न सकिन्छ। जस्तो आइपिएम उत्पादन र अरू उत्पादन भनेको अहिलेको बजारमा चाहिँ हामीले त्यही अब बनेपामा लगेर बनेपा तरकारी बजारमा लगेर अथवा कालीमाटीको एउटा बजार छ, एउटा स्टल छ अनि त्यस पछाडि भनेको ठुलो हस्पिटलमा लगेर मात्रै हाम्रो चाहिँ वितरण गर्न पुग्दैन। त्यस कारण यो उत्पादन भएका
चिजवस्तुहरू जुन छन् हाम्रा ताजा तरकारीहरू फलफुलहरू यी तरकारी फलफुलहरूलाई अलिकति ठुलो स्केलमा चाहिँ बिक्री वितरण गर्नलाई के गर्न सकिन्छ। जस्तो हिजो अस्ति मात्रै म यता इलामको फिक्कल बजारमा गएको थिएँ, त्यहाँ एकदम हरियो काँक्रो पाउँदो रहेछ। अनि यहाँ विषादी युज भएको छ कि छैन भनेर मैले सोधेको थिएँ कि उहाँले के भन्नुभयो भने हाम्रो त्यो विषादी चेक जाँच गर्दाखेरि त्यो विषादी प्रयोग गरेको थाहा भयो भनेदेखि के अरे 5,000 पर किसानलाई जरिवाना लाउँछ पालिकाले। अनि त्यसपछि 5 वर्षसम्म चाहिँ तरकारी चाहिँ बिक्री वितरण गर्न पाउँदैन उसले त्यो किसानले भन्ने कुरा उहाँले गर्नुहुन्थ्यो। त्यस्तै खालको हामीले पनि केही नीति ल्याउनुपर्छ कि होइन। यहाँ अध्यक्षज्यूहरू हुनुहुन्छ, कार्यपालिका सदस्यहरू सबै हुनुहुन्छ, हामीले पनि नीति नै चेन्ज गरेर ल्याउनुपर्छ। अथवा हामीले चाहिँ के भन्छ आइपिएम पद्धतिबाट उत्पादन गरेको चिजवस्तुहरूमा चाहिँ थोरै भए पनि गरेर अनुदान दिएर हुन्छ कि के गरेर हुन्छ क्या, त्यो कुरालाई चाहिँ हामीले किसानहरूलाई चाहिँ आइपिएम पद्धतिबाट चाहिँ उत्पादन गर्नलाई मोटिभेसन कसरी गर्न सकिन्छ, उहाँलाई प्रेरणा कसरी दिन सकिन्छ भन्दाखेरि उत्पादनमा थोरै चाहिँ अनुदान दिन सकिन्छ कि त्यहाँनिर पनि एउटा खालको हामीले सोच बनाउनुपर्छ। अलिक फराकिलो सोच बनाएर कृषिमा चाहिँ र पशुमा हामीले अगाडि बढ्नै पर्छ। नत्र हाम्रा राजनैतिकले फेरि पनि होइन वैदेशिक रोजगारीको लागि खाने मुलुक जानै पर्ने बाध्यता हुन्छ। उहाँलाई त्यहाँ खाने मुलुकमा गएर गर्ने दुःख चाहिँ आफ्नै भूमिमा रगत पसिना बगाउनु भयो भने त्यो खालको उत्पादन हुन्छ र हामी चाहिँ यहीँ टिक्न सक्छौँ भन्ने खालको चाहिँ सन्देश दिन आवश्यक छ भन्ने मलाई लाग्छ। त्यस्तै गरी मलाई म पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग एकचोटि भेटघाट हुँदा उहाँले के भन्नुभएको थियो भने 5 खाल चाहिँ एकदम तरकारीको हब छ, तर पनि हामीले काठमाडौँमा किनेर खानु पऱ्यो भने आइपिएम पद्धतिबाट उत्पादन गरेको तरकारी सबै आइटम चाहिँ पाउँदैन। एक खालको अर्को थरी पाउँदैन, अर्को खालको अर्को थरी पाउँदैन, तर सबै खालको आइटमहरूलाई आइपिएम पद्धति र पर्याप्त मात्रामा त्यो खालको उत्पादन गरेर एउटा व्यवस्थित बजार नै क्रिएट गर्न सके कसो होला भन्ने खालको उहाँले एकदमै हामीलाई के भन्ने अब एकदमै उत्सुकताका साथ मलाई सोध्नु भएको थियो क्या। उहाँ चाहिँ एकचोटि म 5 खाल मदन भण्डारी विश्वविद्यालय पनि हेर्न पनि आउँछु, एकचोटि 5 खालमा आउँछु, त्यो वातावरण तपाईँले बनाउनुहोस् भनेर पनि भनिरहनु भएको छ। र यो आम किसानको हित त्यो भयो भने उहाँले एकदमै तार्किक कुरा राख्नु भएको थियो क्या। त्यो खालको बजार चाहिँ काठमाडौँमा एउटा ठुलो स्केलमा राख्न सक्यो भने 5 खालको मान्छेहरूको त जीवनस्तर उठ्छ त, रोजगारी कतिले पाउँछ, तपाईँहरूले त्यो विचार गर्नुहोस् भनेर भन्नुभएको थियो क्या। तर अब हामीले नीतिगत रूपमा त्यो कुरालाई अगाडि बढाउन सकिरहेका छैन। अबको यो आउने आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम बनाउँदा यो कुराहरूलाई किसानको हितको लागि र उत्पादित वस्तुहरूलाई आइपिएम पद्धतिबाट उत्पादन गर्ने र बजार व्यवस्थापन गर्ने कुरामा हामीले चाहिँ लगानी गर्नैपर्छ, त्यो खालको पोलिसी बनाउनैपर्छ भन्ने लाग्छ। त्यो कुरामा चाहिँ आदरणीय प्रशासकज्यू लगायत कार्यपालिका सदस्यज्यूहरू आज मेयर साहब भइदिएको अझै राम्रो हुन्थ्यो। मेयर साहबलाई चाहिँ हामी सबैले रिपोर्टिङ गरौँला त्यो र कुरा सियरिङ पनि गरेर यो खालको एउटा पोलिसी चाहिँ बनाउनुपर्छ कि भन्ने कुरामा हामी जोडदार कुरा उठाउँछ भन्ने कुरा यहाँलाई अवगत गर्न चाहन्छु। त्यस्तै गरी अर्को भनेको चाहिँ अब स्थानीय तहले अघि नै मैले भने हामीले नारा त एकदमै राम्रो बनायौँ, तर नारा अनुसार हामीले त्यो खालको लगानी त्यो खालको नीति ल्याएर त्यसलाई चाहिँ पूर्णता दिने काममा हामी कतै चुकेकै हो कि जस्तो महसुस भइरहेको छ। यसलाई पूर्णता दिनको लागि अब 2 वर्षको समय छ। एउटा नीति बनाएर अगाडि बढ्यो भने पछि जो कोही आयो भने त्यसलाई फलो गरेर उहाँहरूले आम 5 साल वार्षिकहरूको लागि गर्नुपर्ने हुन्छ। त्यस कारण अझ चाहिँ पोलिसी बनाएर अगाडि बढ्नुपर्छ। त्यसको लागि चाहिँ हाम्रो लक्ष्मीले पनि हामीलाई सहजीकरण गर्नुहुन्छ भन्ने मलाई लागेको छ। लक्ष्मीसँग मैले पहिला पनि एकदमै अनुरोध गरेको थिएँ। म पनि एउटा किसान परिवारबाट आएको मान्छे हो, म पनि एउटा किसानकै छोरी हो, खेती किसान गर्ने मान्छे हो। त्यस कारण बिचौलियाले कति ठगेको छ हामी किसानहरूलाई, त्यो कुरा पनि एकदमै हामीले चाहिँ मनन गर्नुपर्ने छ। किसानहरू ठगिनबाट जोडिनको लागि चाहिँ बजार व्यवस्थापन कसरी गर्ने, एउटा बजार भन्ने कुरा लक्ष्मीसँग सल्लाह गर्दै हामीले बजार सर्वे गर्दै व्यापारीहरूसँग भेट्दै कसरी अगाडि बढ्न सकिन्छ भन्ने एउटा रिसर्च पनि गर्नुभएको छ। त्यस्तै गरी अब अहिले हामीकोमा चाहिँ बजार प्रबन्धनको लागि स्थलहरू लकडाउन नेपाल र हाम्रो नगरपालिकाको साझेदारीमा बनिसकेको छ। त्यसलाई ठेक्का प्रक्रियामा लगाउनलाई सूचना निस्केर अब त्यो फाइनल त भइसकेको छैन होला, अलिक छ। त्यति मात्रै पर्याप्त चाहिँ होइन है। फेरि त्यही भएर अझै पनि हामीले मैले अघि भने जस्तै काठमाडौँतिर त्यो खालको ठुलो खालको स्केलमा चाहिँ हाम्रो यहाँको उत्पादनहरू सबै खालको आइटमहरू क्या सबै खालको आइटमहरू चाहिँ उत्पादन गरेर लान सक्यो भने अझै हाम्रो सम्भावनाहरू धेरै छ। त्यो कुरालाई पनि नगरपालिकाले कसरी ओनरसिप लिने त, नगरपालिका आफैले ओनरसिप लिने कि अथवा किसानहरू मार्फत कसरी जान सकिन्छ, त्यो खालको एउटा पोलिसी बनाएर अगाडि बढ्नुपर्छ होला भन्ने नै लाग्छ। त्यस्तै गरी अर्को भनेको चाहिँ हामीकोमा जुन पशुपालनमा पनि व्यवस्थित कोष सुधारका कुराहरू, भर्खर सुधारका कुराहरू सबैमा यो लागू भइसकेको छैन। लकडाउनले धेरै गर्नुभएको छ, हामीले शाखाबाट पनि भएको छ,
तर सबै किसानहरूले यो खालको सन्देश दिएर त्यो खालको त्यो भित्रैदेखि मैले चाहिँ यसरी गर्नुपर्छ है भन्ने खालको त्यो खालको चेतना चाहिँ अझै पनि हामीले घुसाउन सकेको छैन आम किसानहरूलाई। त्यस्तै गरी यो चाहिँ विषादी चाहिँ प्रयोग गरे पनि त्यसलाई वेटिङ पिरियडसम्म पुर्नुपर्छ अनि त्यसपछि बजारमा लानुपर्छ भन्ने कुरा पनि सबै किसानहरूलाई हामीले पुर्याउन सकेको छैन। त्यो नसक्दाखेरि हाम्रोमा चाहिँ पशुजन्य उत्पादनमा पनि विभिन्न खालका रोग लाग्ने होइन, पैसा खर्च हुने, दुधमा शुद्धता नहुने त्यो समस्या छ भने ताजा तरकारीतिर पनि अब त्यही विषादी प्रयोग गर्दा पनि हामीले सावधानी नअप्नाउने होइन, जथाभावी तरिकाले प्रयोग गर्ने अनि त्यस पछाडि पुग्नुपर्ने समय पनि नपुग्दाखेरिको परिणाम के छ भन्दाखेरि हामीमा धेरैजनामा दीर्घकालीन रोगहरूको समस्या आइरहेको छ। त्यो समस्या आएर हामीले उपचार गर्ने पद्धतिमा लाग्नुभन्दा त्यो रोग पनि नलागोस् र त्यो हाम्रो खर्च पनि त्यो के भन्छ विषादी प्रयोग गर्ने कुराहरूमा खर्च पनि नलागोस् भन्ने हिसाबले चाहिँ हामी जानुपर्ने हुन्छ। त्यो खालको चेतना हामीले फैलाउनु पर्नेछ। त्यसको लागि पनि हाम्रो शाखाबाट पनि एउटा कार्यक्रमहरू अवेरनेस दिने खालको कार्यक्रमहरू पनि अलि अभियानकै रूपमा लाने गरी 13वटा वडामा लाने गरी चाहिँ कार्यक्रम बनाउनु हुनको लागि पनि अनुरोध गर्छु म। किनभने त्यो खालको चेतना भयो भने नै मान्छेले उयो गर्छ। जस्तो म आफै अहिले रोगको शिकार बनिरहेको छु नि, अब के कारणले भयो त त्यो थाहा छैन, तर के हो भन्दाखेरि मैले हस्पिटल जाँदाखेरि 3 करोडसम्म चाहिँ यो रोगको उपचार गरेको मान्छे पाएँ क्या। त्यो 3 करोड पैसा खर्च गर्नु त घरबार बेचेर जग्गा जमिन बेचेर उपचार गरिदिनु सक्ने त्यो खर्च रोक्नको लागि त हामीले यहाँ अहिले सुरुमै अलिकति मेहनत गरेर जस्तो हाम्रो किसान राजभाइहरू अल्छी गर्नुहुन्छ, आइपिएम जैविक विषादीहरू बनाउन चाहिँ अल्छी गर्नुहुन्छ होइन। त्यो अल्छी गरेर बजारमा आएर तुरुन्तै आजै किनेर लाँदाखेरि उहाँहरूले चाहिँ अहिले हाल्न त अलिक सहज जस्तो भयो नि, तर त्यसले दीर्घकालीन यस्तो असर गर्छ। त्यस कारण यो पछिल्लो धेरै खर्च हुनसक्छ। त्यो खर्चबाट बच्नको लागि पनि हामी अहिले सजग हौँ है भनेर उहाँलाई एकदम भित्री मनमै गाड्न सक्यो भनेदेखि चाहिँ पक्कै पनि परिवर्तन हुन्छ। त्यस कारण चाहिँ हामीले देखेको सपना पुरा हुन्छ। यो कुरामा चाहिँ ल ग्रिन नेपाल हाम्रो कृषि शाखा चाहिँ मिलेर यसलाई अलिकति अभियानको रूपमा अझै बृहत्तर रूपमा लानुपर्छ भन्ने मलाई लाग्छ। यिनै कुराहरू राख्दै यहाँहरूको धेरै कुराहरू आएको छ, कन्फर्मेन्टीहरूको पनि किसान दाजुभाइको पनि कुरा आयो होला, मैले सुन्न सकिनँ। यो सबै कुरा समराइज गरेर म फेरि नारायणसँग बसेर के गर्न सकिन्छ त भन्ने कुरामा फेरि पनि सल्लाह गरौँला। यो कार्यक्रम आयोजना गर्नुभयो, यहाँहरूको गतिविधिबारेमा जानकारी गराउनुभयो, किसानहरूको हितमा र आइपिएम पद्धतिबाट उत्पादन गरेर स्वच्छ तरकारी उत्पादन कसरी गर्न सकिन्छ भन्ने कुरामा यहाँहरूको चिन्तन छ र त्यो यहाँहरूको चिन्तन मनन र हाम्रो पनि चिन्तन मनन हाम्रो पनि नारा छ। त्यो नारालाई सफल बनाउन अझै हामी अगाडि बढौँ भन्ने कुरालाई राख्दै फेरि पनि ल ग्रिन नेपाल ल ग्रिन शाखालाई हार्दिक धन्यवाद दिन चाहन्छु।